धेरै लामो समयपछि चाहिँ म मेरो आफ्नो युट्युब च्यानलमा चाहिँ केही भिडियोहरू लिएर आज प्रस्तुत भएको छु र हामी पनि जापान आएको लगभग 4 वर्ष पनि हुन लागिसक्यो। 4 वर्षको अन्तरालमा हामीले जापानमा कति सुख पायौँ, कति दुःख पायौँ होइन, यी कुराहरू चाहिँ हामी सम्पूर्णलाई आज बताउँदैछौँ। र आज मसँगै हुनुहुन्छ भाइसँग पनि आज लामो समयपछि हाम्रो लगभग 1 वर्ष जस्तै भयो होइन, हामी सेनमुङ्गाको छिरिसकेपछि चाहिँ भेटघाटै थिएन नि है। तर त्यस्तो रहेछ है भाइ, मेरो विचारमा चाहिँ जापानमा भनेको चाहिँ होइन एउटा चाहिँ रमाइलो गर्ने ठाउँमा रमाइलो पनि रहेछ, दुःख पनि दुःख रहेछ है। तिमीलाई चाहिँ कस्तो लाग्छ यो विषय बारेमा चाहिँ? मेरो विचारमा चाहिँ है दुःख छ, एकदम दुःख छ होइन, दुःख छ। हजुर, दुःख गरेपछि सुख आउँछ, त्यो सोचले हिँडिरह। त्यही नै भयो हामी पनि है। तिमी हामी सँगै त आएको नि, एउटै दिन है, एकै दिनमा आइयो होइन, एउटै होस्टेलमै बसियो लगभग है। त्यति बेला पनि हामी सुरुमा आउने बेलामा केही कस्तो कोही पनि नदेखिने त होइन, आफन्तहरू गाउँको नदेख्ने त्यस्तो विरक्त लाग्थ्यो कि। जस्तै तिमीहरूभन्दा हामी चाहिँ केही यति 1-2 घन्टा भए पनि अगाडि नै आएको थियो है जापान चाहिँ होइन। अनि बरु तिमीहरूले चाहिँ हामीलाई देख्दाखेरि चाहिँ एउटा सान्त्वना मिलेको हुनसक्छ कि, त्यो धेरै मिल्यो नि त होइन। तर हामी आउने बेलामा चाहिँ लगभग कोही पनि थिएन है, हामीले सेन्सरले लिएर राखिदिनु भयो कि त्यस्तो होइन। अब हाम्रो पालामा त त्यस्तो दुःख थियो है, झन् हामीभन्दा पहिला आउनुलाई झन् धेरै दुःख थियो होला कि सायद, होला होइन? दुःख हुन्छ हुन्छ, तर हामीभन्दा पछाडि आएकोलाई चाहिँ के आनन्द भयो नि। भयो त। तिमीलाई कस्तो लाग्छ यो विषयमा चाहिँ? मलाई चाहिँ कस्तो लाग्यो भने चाहिँ एउटा नेपालीलाई देख्दा मन कति खुसी भयो, कति खुसी भयो हो नि है। हजुरहरू अब हामीभन्दा अगाडि आएको के हामीभन्दा पहिला आएर यस ठाउँमा बुझेको हल्का भयो नि, बुझ्नु त्यो हो नि है। अनि त्यति बेला नै के है, अब हामी आउँदा त्यस्तो दुःख थिएन। अनि अहिले आउँछ नि जति भयो नेपालबाट कि, तिनीहरूलाई चाहिँ मलाई के लाग्छ भने अहिले आएकोलाई त चिल जस्तो लाग्छ कि, होइन? त्यो छ कि कस्तो भने हामी चाहिँ कामकै बारेमा कि होइन, पहिला चाहिँ हामी काममा जाने बेलामा नेपाली देखेपछि चाहिँ होइन, नेपाली अलिक ठुला कोही देख्यो भने कस्तो डर लाग्यो जस्तो हुन्थ्यो कि, डर लाग्यो के बोलाम के भनौँ हुन्थ्यो नि होइन। अहिलेको नेपालीले हेर काममा या कतै भेट हुन्छ नि ऊ साथी जस्तो बोलिदिन्छ कि, के लाग्छ तिमीलाई? मलाई नि त्यही लाग्छ, कतै काम छैन भनिदिइहाल्छ, भनिदियो। हामी चाहिँ काम छ सोध्थ्यौँ, डर लाग्थ्यो नि होइन, त्यस्तो रहेछ होइन। अब आउने नेपालीहरूलाई चाहिँ के लाग्छ भने मलाई सबभन्दा घरको बारेमा होइन, देशको बारेमा, आफ्नो बारेमा सबै कुरा के पहिल्यैबाट सोचेर आउनुपर्छ जस्तो लाग्छ कि मलाई चाहिँ। मेरो विचारमा चाहिँ कस्तो लाग्छ भने चाहिँ कस्तो सेल्फ रेस्पेक्ट हुन्छ आफूमाथि आफैलाई भरोसा भएर आउनुपर्छ जस्तो लाग्छ। हो नि, त्यो भन्नाले अब अरूले अब त्यहाँ गएर म यस्तो गर्छु उस्तो गर्छु भन्दा नि त्यहाँ गएर म यो गर्न सक्छु यो गर्न सक्दिनँ भन्ने विचारले सोचेर आउनुपर्छ जस्तो लाग्छ मलाई त्यस्तै लाग्छ कि। अब कस्तो छ भने है, जापानमा आइसकेपछि अब हामी त नेपालमा है यता हल्लियो उता हल्लियो त्यस्तै त थियो नि। अनि घर गयो खाना खायो होइन, होइन। अब तिमी पनि त्यही हो, अब यता आज यता गयो साथीकोमा गयो, साथीकोमा घर गयो ल्याप्प खायो सुत्यो, त्यही नै थियो नि है। जापानमा आएको छ, खाना पनि आफै पकाएको छ, खाएको छ, सबै चिज आफै गर्दा कि लास्टै दुःख हुने। अब कस्तो हुन्छ भने चाहिँ हरेक दिन पकाएर खाने सम्भव त हुन्न, एक टाइम खाना पर्छ, त्यो एक टाइम नि खाना पाउनु नि गाह्रो छ नि त, गाह्रो छ भाइ। लास्टै सबभन्दा काम काम गएको घर, काम गएको घर, योभन्दा रुटिनै भएन क्या। अब वर्ष कसरी गयो, दिन कसरी गयो, महिना कसरी गयो भने त्यो पत्ता हुँदै भएन भाइ। त्यो घन्टाको त परै थियो, परै जाओस् कि घन्टाको त अब घन्टा त कति सेकेन्ड जसरी जान्छ गयो 4 वर्ष त लगभग गइसक्यो। अब भनेपछि घन्टा सेकेन्ड त हाम्रो लागि त के भइदियो कि अब होइन। तिमीलाई कस्तो लाग्छ है, सबै साथीहरू हामीसँगै आएको लगभग पनि 1-2 जना मात्रै नेपाल गयो कि, 1-2 जना मात्रै है। हात अम्लाले पनि गर्न सकिन्छ नि त 1-2 जना, हामी लगभग त्यति धेरै आएको है। त्यति धेरै 1-2 जना गयो, त्यहाँ त बढी नेपाल जानै सकिएको छैन क्या हामी। किन हो भाइ यो कुरा चाहिँ, तिमीलाई कस्तो लाग्छ हौ? मलाई कस्तो लाग्छ भने समय हुन्छ, समय हुन्छ के हुन्छ अब परिस्थिति हुन्छ त्यही अनुसार होला जस्तो लाग्छ मलाई। म आफै अब खुद आफै जान सकेन, अब हामी नै गइएन कि भएर कस्तो होइन। कसैले भन्छन् कि नयाँ मान्छे आउँछन् नि, दाइ तपाईँ नेपाल जानुभयो भन्छन् है, गएको छैन भयो भने होइन। अनि 1 वर्षपछि तिमी जाऊ त्यो रिप्लाई चाहिँ दिनु पर्छ। त्यो चाहिँ हो होइन, त्यो चाहिँ हो। मलाई चाहिँ कस्तो भने असम जानुपर्छ नि भन्छन्, गएको छैन भने नेपालको याद आउँदैन भन्छन् होइन। नेपालको याद त कति आउँछ नि यार।
जन्मभूमि भनेको जन्मभूमि होइन अब तिनीहरू पनि हामी पनि त्यस्तै भयो तिनीहरू पनि त्यस्तै हो ती भाइ बहिनी पनि त्यस्तै हो कि अब त्यो कस्तो हुन्छ कि उनीहरू आए होइन अहिले रमाइलो छ यो देखेर केही अनौठो देखेँ नि त है अब जस्तै अब नेपालमा नआउने कुरा त छ नि अब यस्तो यस्तो ऊ ठाउँ छैन नेपालमा यस्तो बस छैन यस्तो ऊ छैन ट्रेन छैन अनौठो देख्दा चाहिँ रमाइलो हुन्छ उनीहरूलाई होइन जब टक्क 6 महिना कट्यो त्यसपछि बल्ल 6 महिना भाइ सबभन्दा मलाई चाहिँ जापान आएको हामी 6 महिनापछि चाहिँ धेरै दुःख पाएको बुझ्यो नि 5 महिनासम्म चाहिँ मेरो घरबाट लिएको पैसा थियो सबै थियो नि त होइन गएको सब ठिक थिएन चलिरहेको थिएन जब 6 महिना गऱ्यो 6 महिनापछि धेरै दुःख पायो क्या होइन होस्टेल चढ्नु पर्यो होस्टेल चढ्दाबाट चाहिँ दुःख दिन सुरु भएको तिमीहरूलाई चाहिँ के लाग्यो हामीलाई पनि त्यही हो कस्तो भन्दा नि 6 महिनाको त्यो अब त्यो कन्ट्र्याक्टै 6 महिनाको हुन्छ नि त हाम्रो त होस्टेल नेपालबाट त्यो तिरेरै आएको यहाँ सबैले 6 महिनाको तिरेको हुन्छ कोही कोही हुन्छ 1 वर्षको त्यो 6 महिनापछि रुम सर्दा अब यो ठाउँमा चाहिँ कस्तो भन्छ कि अब किमोन सिमोन दिन पर्ने रहेछ किमोन सिमोन दिँदा अब जस्तै अब किमोनी होइन त्यो 1 महिनाको भाडा पहिले अनि रुम सर्दाखेरि त्यो रुम बिग्रेर जाने त्यो रुमको पैसा त्यो सबै दिँदाखेरि तनाव हुने रहेछ कि है सबभन्दा त्यो नै दुःख भयो अब अहिले आउनेलाई पनि म के भन्छु भने होइन जस्तै 6 महिना हामीले चाहिँ थाहा थिएन नि त अहिले त हामी धरै नयाँ आउनेलाई गाउँतिरको पनि यस्तै आऊ भनिन्छ नि होइन सबभन्दा चाहिँ नेपालबाट कन्सल्टेन्सीले भने के नियोङ्गो गएको पढाउने कन्सल्टेन्सी सेन्सीहरूले पनि पहिला चाहिँ अलिकति जापानको बारेमा यस्तो छ उस्तो छ त्यो चाहिँ दिनुपर्ने रहेछ क्या जस्तै नियोङ्गो मात्रै नपढाएर कि यहाँको चाहिँ रुल्स रेगुलेसन होइन होइन अब सबै सिकाउनु पर्छ कि नेपालमै त्यो पनि सिकेर आउनु कस्तो हुन्छ चाहिँ अब यहाँ आउँछ होइन अब यहाँ त अब यो फलफुल हजुर फलफुल भनेको त बाटोमा पनि रोकिदिन्छ क्या जापानले रोकिदिन्छ त्यो टिपेर अब टिप्न मिल्छ कि मिल्दैन के गर्न पर्छ त्यो हल्का बुझ्नु पर्छ त्यस्तो सम्बन्धी नलेज चाहिँ हल्का लिएर आउनुपर्छ त्यो आउनुपर्छ क्या जस्तै पहिला के भनिदिनु पर्छ नि जापानमा ट्याक्स बढी छ यो बढी छ जे गर्दा पनि पैसा तिर्नुपर्छ होइन यो पनि सिकाइदिनुपर्छ कि त्यो पनि सिक्नु पर्यो अब कस्तो हुन्छ निहोङ्गो गएकोमा त अब नेपालबाटै ट्याक्स तिरेको हुन्छ निहोङ्गो गएको ट्याक्स तिर्दिन्छ जब अब त्योभन्दा माथिल्लो स्तरको गएकोमा जानु पर्यो भने त्यसपछि बल्ल ट्याक्स तिर पर्छ अब ट्याक्स पनि कति तिर्न पर्छ त्योमा भर पर्छ कि ओके सबभन्दा त्यस्तो सम्बन्धी हल्का नलेज गरेर हल्का नलेज लिएर हो त्यो चाहिँ नलेजहरू धेरै दिनुपर्छ कि हामी पनि है जापान आयो होइन आउँदाखेरि पहिला 6 महिना त बित्यो 6 महिनापछि त्यसको फी तिर्नुपर्ने रुम भाडा होइन त्यसपछि ग्यास बिजुली पानी गएको फी होइन यिनीहरू तिर्दा हामी लगभग पनि 6 महिनादेखि 1 वर्ष 1.5 वर्षसम्म त है धेरै दुःख भयो कि हामीलाई पनि है लगभग होइन अब जापानमा चाहिँ नेपालीहरू विदेशीहरू गएको बुझिन होइन अब धेरै छ नि त है गर्दाखेरि काम पनि अलि अब समस्या नै छ कि काम पाउन पनि गाह्रो छ होइन काम पाउनै गाह्रो छ समस्या काममा हो जस्तै अब कस्तो हुन्छ होइन अब आएको पनि 4-5 वर्ष हुन लागिसक्यो है भाइ अब त्यसपछि होइन अब तिमी छिटै नेपाल फर्किम होइन के गरौँ भने के सोच्छ अब भाइ त्यस्तो सोच त छैन भाइ के भन्दा नि अब लाइफमा केही बनाऊँ केही कमाऊँ केही गरौँ भनेर आएको है हजुर त्यो नबनेसम्म नेपाल फर्किने सोच्नै छैन तर बिचबिचमा चाहिँ नेपाल जानुपर्ने हो हामी किन गइएको छ अब जानुपर्छ भाइ अब छिट्टै जानुपर्छ होइन जस्तै हाम्रो छन् कि हामीहरू सबैलाई बागलुङबाट आएको छ हामी 35-40 जना नै हो नि 35-40 जना बागलुङबाट आएको लगभग 30-35 जना काठमाडौँबाट गर्दा हामी यता गर्दा हामी लगभग एउटै गएकोमा पर्ने 40-45-50 जना जति आएको थियो होला कि है 40-45 जना थियौँ होला हामी एउटै प्लेनमा आएको तिमीहरू त्यति भयो हामी छुट्टै आएको गर्दै लगभग आउँदा नि अब त्यो लगभग कति हामी 60 जना लगभग थियो कि नेपाली होइन हाम्रो एउटै गएकोमा आउने एउटै गएकोमा एउटै प्लेनमा दुईटा प्लेनमा चाहिँ हामीहरू आएको थियो नि त एकैचोटि चाहिँ हाम्रो सेन्सीहरूले पनि बिदा चाहिँ एकैचोटि गर्नुभएको थियो कि होइन त्यतिजनालाई होइन त्यति मध्येमा चाहिँ हामी नेपाल गयो भने त्यस्तै तरिकाले जानुपर्छ कि होइन सब खतरा हुन्छ नि जस्तै जतिजना आएको थियो नि त्यतिजनाको फ्यामिलीलाई हामी नेपाल जाने बेलामा ल एयरपोर्टसम्म आउनु त तिमी पनि भन्छ म पनि भन्छु कि लगभग राजकुमार भान्जा पनि बाबा मम्मीलाई काठमाडौँसम्म आउनु भन्नुहुन्छ कि भन्नुहुन्छ नि त्यति बेला चाहिँ सबैको बाबा मम्मी पनि आइदिने होइन हामी पनि गइदिने कि सबै त्यो मोमेन्ट भनेको कस्तो हुन्छ नि
हामी आउनेलाई कस्तो हुन्छ नि दाइ अँ। सबको फ्यामिली आइरहेको छ नि त आउनेला होइन त्यो मुभमेन्टको झल्को दिन्छ क्या त्यो नै गर्नुपर्ने अँ, कि तर सबै त्यो मिलियो भने है राजकुमार यसको विचारमा चाहिँ तपाईँले पनि भन्नुपर्छ है अर्को भिडियोमा है कस्तो लाग्छ है मलाई चाहिँ यो कस्तो आइदियो कि होइन तब हामी सबै कोबीमा त छैन है लगभग पनि कोबीमा होइन लगभग आधीभन्दा बढी आधीभन्दा बढी कोबी आधीभन्दा धेरै कोबीमा छ कि लगभग अलिकति साथी होइन रामकृष्णहरू होइन ए भाइहरू अनि अनिसहरू होइन अलिकति थोरै मात्रै गएको छ कि यहाँबाट चाहिँ हामी सँगै आएकोमा के अन्त होइन अरू त लगभग हामी सबै यहीँ छ कि मलाई चाहिँ यहीँ छ जस्तो लाग्छ है लगभग सब हेर्न अनि जानु छ कस्तो भन्छ हाम्रो ऊ नभएको दाइ कस्तो भन्छ नि हाम्रो कुराकानी त्यही नभएको भयो यो भयो यो ठाउँमा को छ के छ भन्ने थाहा नभएको होइन क्या सँगै त पढिदियो नि त न्यु गएको सबै सँगै पढिदियो त्यही पनि हो सेमन गएको जानेलाई सब छुट्टी तर हामी सबै कोबीमा छ होइन तर हामीलाई चाहिँ एउटा चिज के भयो भने काम गएको सिनेमन गएको काम सिनेमन गएको यसले गर्दाखेरि चाहिँ हामी नजिकको साथी पनि होइन सँगै कुराकानी पनि हुन छोड्यो कि त्यो तर यो भिडियो चाहिँ राजकुमार सबै साथीहरूलाई देखाएर होइन तर हामी सबै साथीहरू छ नि फेरि सबै साथीहरू चाहिँ त्यो हामी चाहिँ सोच्यो के हुने बेला थियो नि त्यसमा जस्तै भेट हुनुपर्छ कि एकचोटि सबै यहीँ छौँ फेरि हामीहरू है होइन भाइ के छ तिमीलाई तिमीले पनि भन्नु पऱ्यो म पनि भन्छु कि हामी सबैले सँगै भएकोलाई निका जतिलाई यहीँ भएकोलाई होइन तर हामी एकदिन यस्तै गरौँ न सबै भेटौँ होइन के कसो हुन्छ भेटेर यस्तै रमाइलो गरौँ कि यो मुभमेन्ट चाहिँ फेरि कस्तो हुन्छ सुरुको मुभमेन्ट छ नि हामी आउने लागेको मुभमेन्ट त्यो मुभमेन्ट चाहिँ फेरि गर्न पर्छ जस्तो लाग्छ मलाई काठमाडौँमा हेर न बागलुङबाट पढेर काठमाडौँ बागलुङमा हामी होइन क्लास छुट्टा छुट्टै थियो होइन भन्दा नि पहिला त हामी एउटै अब जस्तै अब एउटै बिल्डिङमै बसिन्छ नि सबै त्यो भयो कि त्यो बागलुङमा चाहिँ कति रमाइलो हुन्छ बागलुङ कस्तो भयो भने हामीहरू घरबाट आइन्थ्यो पढिन्थ्यो होइन त्यति बेला चाहिँ पढ जाऊ भयो नि त जब हामी बागलुङबाट चाहिँ 1 महिनाको लागि काठमाडौँ पढ्न आयो नि त त्यति बेला चाहिँ कस्तो भयो भने बागलुङै फ्यामिली आयो जस्तो भयो कि एउटै फ्यामिली एउटै घरमा बसेको छ रमाइलो गरेको छ न्यु इयरमा कस्तो रमाइलो भएको थियो होइन राजकुमार न्यु इयरमा कस्तो रमाइलो भएको नि त्यो साथीहरूलाई देखाइदिनुपर्छ यो भिडियो चाहिँ को थिए मलाई अझै पनि साथीहरू सबैको नाम मलाई याद छ है होइन तर अब भन्न चाहिँ सबै साथीहरूलाई मैले अब अहिले यहाँबाट धेरै लामो हुन्छ है सबैले सम्झेको छु त न्यु इयरको लागि होइन न्यु इयरको साथीहरूको लागि होइन रमाइलो भएको त्यस्तै गर्नुपर्छ कि मलाई कस्तो याद आउँछ म राजकुमारलाई सधैँ भन्छु सुनिमलाई सधैँ भन्छु होइन तिमी र म धेरै पछि भेट भयो नि त त्यो भएर पनि भेट भयो कि तर हामी नजिकै छौँ तर भेट त्यस्तै छ कि है अब त्यो आधी घन्टाको पनि छैन नि त बाटो त 10-15 मिनटको त्यो अब सम्भव भन्दा कि कस्तो भन्छ मेरो मेरो बिदा भएन हजुरको काम हुन्छ हजुरको काम भएन मेरो हुन्छ काम त्यस्तै छ कि भाइ त्यस्तै जिन्दगी नै त्यस्तै 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 घुमिरहेको छ यार भाइ है हामीलाई चाहिँ मलाई के लाग्छ भने जहाँ पनि घुमाइरहेको होइन भन्छ नि धेरैले चाहिँ समयलाई चाहिँ हामी अनुसार चलाउनु पर्छ भन्छन् नि समयले हामीलाई चलायो तर हामीलाई चलाएको तर हामीले एक दिन चाहिँ समयलाई हामी अनुसार चलाउनु पर्छ है समय रोकी भनौँ भने रोकिनु पर्छ कि हामीले भन्यो त्यस्तो बनाउनु पर्छ होइन धेरै पछि भेट भयो भाइ अब के छ होइन अब अर्कोचोटि भेटेर होइन यस्तै कुराकानी गर्नुपर्छ है आज भाइसँग चाहिँ भाइ बिजी भए पनि म पनि बिजी भए पनि थोरै समय निकालेर दुई भाइले चाहिँ राम्रोसँग कुराकानी गर्ने थोरै समयमा लगभग थोरै नै कुरा भइरहेको छ होइन धेरै कुरा त हामीले रुममा पनि गरिसक्यो तर थोरै कुरा चाहिँ यहाँ गरिएको छौँ होइन राजकुमार भान्जालाई पनि धेरै धेरै धन्यवाद साथ सपोर्टको लागि है अब आउने भ्लगमा चाहिँ हाम्रो सम्पूर्ण हामी अलि फरक तरिकाले धेरै कुरा लिएर आउनेछौँ अबदेखि चाहिँ होइन निरन्तर आउनेछौँ लगभग हाम्रो फ्यामिली अपुरो छ त्यसलाई पुरा बनाउनु पर्छ गराउनु पर्छ यार भाइ होइन तिमी के भन्छौ लास्टमा चाहिँ हाम्रो यस्तो साथीहरू छन् होइन जोडिएका छन् नेपालमा छन् जापानमा छन् के सन्देश छ नि फेरि बसौँ फेरि यो कुराकानी गरौँ सबले त्यो गर्नुपर्छ होइन मलाई नि लाग्छ कि राजकुमार होइन अब सबैजना एकचोटि भेट हुनुपर्छ होइन अब नेपालको जापानको होइन अब कुराहरूलाई हामीबाट चाहिँ नेपालमा सिकुन् होइन अब आउने भाइ बहिनीहरूले होइन भाइ बहिनीहरू मात्रै नभएर अलिकति हामीले जापानमा चाहिँ लगभग 3 वर्ष 4 वर्षमा चाहिँ केही कुराहरू सिकेका छौँ नि त है त्यो कुरा हामी जापानका कुराहरू चाहिँ नेपालमा अब आउनेलाई पनि हामी सिकाउँछौँ होइन तपाईँले हामीलाई सिकाउनुपर्छ हामीहरू तपाईँले सिकाउँछौँ हामीले नेपाललाई भुलेको छैनौँ नेपाल होइन हामी एक दिन नेपाल आउँछौँ होइन हामी पक्का आउँछौँ अनि नेपाललाई पनि बनाउनु छ हामी मात्रै बन्नु छैन हाम्रो घर परिवार मात्रै बनाउनु आएको पनि होइन हामीहरू होइन केही कुरा सिकेर गएर हामी नेपालमा पनि गर्नुपर्छ भन्ने चाहिँ मेरो विचार छ है केही कुरा सिक्न पर्छ केही कुरा सिकाउन पर्छ केही कुरा बुझ्न पर्छ त्यही भएर अब हामी फेरि राम्रो समय चाहिँ समय मिलाएर एकचोटि अवश्य फेरि यस्तै भाइ म राजकुमार है
फेरि तिनजनै एउटै फ्रेममा बसेर चाहिँ हामी कुराकानी गर्नेछौँ होइन। यहाँ यो भिडियोबाट चाहिँ हामी सुमन भण्डारीलाई पनि धेरै सम्झेका छौँ सुमन भण्डारी है। सुमन भण्डारीको आउने छ सुमन भण्डारीज्यू तपाईँको एकचोटि यस्तै बसेर यहीँ बसेर सुमन भण्डारीले मैले कुरा गर्नेछौँ अब अर्कोचोटि है। र आजलाई चाहिँ भाइ यसलाई नै अन्त्य गरौँ है, के भन्छौ तिमी? अन्त्य गरिदिउँ होला अन्तिम गरिदिउँ होला है। राजकुमार अहिले चाहिँ अन्तिम गरिदिउँ है। हस्त नमस्ते।